माग्नुहुन्छ भने माग्नुहोस् सजिलो कि त्यस्तो आदेश छ एटिट्युड के हो सर मैले दुईटा फुली बढाउनु होला म प्रधानमन्त्री हुन छोड्दैन मान्छे हो फुलीको चिन्ता नगर्नुहोस् देशको चिन्ता गर्नुहोस् म भाग्छु म तल बस्नु कि भाग्छु म तल पुर्नु हजुर तल हुन्छ मेरो प्याकिङ तपाईँले गरिदिनुहुन्छ प्याकिङ गरेर दिनुहुन्न हद नगर्नुहोस् यार अन्यायको हद एउटा मान्छेलाई अन्यायको हद नगर्नुहोस् मेरो अलिकति केही तपाईँ यहाँ हेर्न आउनुहुँदैन आउनुहोस् मेरो यहाँ केही छैन आउनुहोस् न म सबै प्याकिङ मेरो कुरा छ चार म पोलिटिकल पार्टीको लिडर हुँ मेरो दुईजना मान्छे कुरा गर्नुपर्छ पिपुलले इलेक्ट गरेको मान्छे हुँ सर रेस्पेक्ट अलिकति मेरो प्याकिङ गरेर मेरो औषधि मेरो सामान केही चाहिन चिज त लानु पर्दा मैले पर्दैन त्यति के भयो चाहिँ के हो आदेश मान्नुहोस् न यस्तो पनि हुन्छ लिगल इलिगल आदेश नगर्नुहोस् तपाईँ मलाई हल गर्नु बेडरुमभित्र घरमा हुनुहुन्छ बेडरुमभित्र एकछिन प्याकिङ गर्दैछु भनेर अदालत मैले हेर्नु परेन कहाँ छ कागज पेपर हेर्नु परेन मैले कानुन व्यवसायलाई देखाउनु परेन अधिकार त होला नि मेरो देखाउनुहुन्छ त अनि भनेको तपाईँले यति मिनट भित्र प्रोग्राम गर्नु भनेको छ अदालतले के छ भन्नु त यति बजेर यति सेकेन्ड लैजानु भने म तपाईँसँग जाँदैछु होइन तपाईँले अति घरमा त तपाईँले यस्तो धन्यवाद भएको छ त्यो तरिका होइन नि सर मान्छेलाई पुरै नो सर मलाई तपाईँहरूको सम्मान चाहिएको होइन अपमान गर्न पाइन्न अपमान गर्न पाइँदैन होइन जबरजस्ती गरेन भने तपाईँ खेल्ने त्यो पनि तरिका हो कानुन बमोजिम होला त मलाई कानुन म्याच एक मिनट हेर्नु कि म कहाँ भाग्छु म म भाग्छु म मेरो सामान केही चाहिन चिज त लानु पर्दा मैले पर्दैन त्यति के भयो चाहिँ के हो आदेश मान्नुहोस् न यस्तो पनि हुन्छ लिगल इलिगल आदेश नगर्नुहोस् तपाईँ मलाई इमान्दारी पूर्वक भनिसक्यो पब्लिकले भनिसक्यो मैले म गिरफ्तारी दिँदैछु आफ्नो हेर्नुहोस् त पब्लिकले हेर्नुहोस् बस्नुहोस् न भयो 5 मिनट मलाई कानुनी व्यवसाय ल्याउनु दिनुहोस् मेरो अगाडिको बाटो हेर्नुपर्छ अन्याय भो न्याय दिलाइदेऊ पिउँछे तिम्रै यादले रुवाउँछ